आज मार्च 8 115औं अन्तर्राष्ट्रिय नारी दिवस। विश्वभर रहनुभएका सम्पूर्ण नारीहरूलाई शुभकामना व्यक्त गर्दै आज एउटा गजल सुनाउने जमर्को गरेको छु म लोकेन्द्र जीसी। लक्षण हराउँछ त्यहाँ जहाँ नारी मन जलेको हुन्छ। लक्षण हराउँछ त्यहाँ जहाँ नारी मन जलेको हुन्छ। जहाँ नारी खुसी हुन्छन् त्यहाँ बत्ती बलेको हुन्छ। धरती हुन् नारी सहनशीलताकी कहिल्यै नफाट्ने। लक्षण हराउँछ त्यहाँ जहाँ नारी मन जलेको हुन्छ। जहाँ नारी खुसी हुन्छन् त्यहाँ बत्ती बलेको हुन्छ। धरती हुन् नारी सहनशीलताकी कहिल्यै नफाट्ने। नारी रोएको घर मन्दिरमा मानवता बियो ढलेको हुन्छ। जहाँ नारी खुसी हुन्छन् त्यहाँ बत्ती बलेको हुन्छ। बुझ्दैन अझै दुनियाँ नारीको शक्ति किन। बुझ्दैन अझै दुनियाँ नारीको शक्ति किन। केवल उनकै अस्तित्वमा सारा सृष्टि चलेको हुन्छ। जहाँ नारी खुसी हुन्छन् त्यहाँ बत्ती बलेको हुन्छ। नारी बिनाको परिवार हेर कति उजाड हुन्छ। नारी बिनाको परिवार हेर कति उजाड हुन्छ। नारीकै कारण सुन्दरता फुलेको अनि फलेको हुन्छ। लक्षण हराउँछ त्यहाँ जहाँ नारी मन जलेको हुन्छ। जहाँ नारी खुसी हुन्छन् त्यहाँ बत्ती बलेको हुन्छ। धरती हुन् नारी सहनशीलताकी कहिल्यै नफाट्ने। नारी रोएको घर मन्दिरमा मानवता मियो ढलेको हुन्छ। केवल उनकै अस्तित्वमा सारा सृष्टि चलेको हुन्छ। नारीकै कारण सुन्दरता फुलेको अनि फलेको हुन्छ। धन्यवाद।